हेलो गाइज, इन्टरी कार्बन क्लिन सेन्टर खाद्य गोदाम। हामी यो गाडीको कार्बन क्लिनको काम सकेर रनिङ टेस्टमा निक्लेका छौँ। हाम्रो सरको गाडी। सर नमस्कार। नमस्कार हजुरको परिचयसहित, सानो परिचयसहित हजुरको गाडीमा पहिला कस्तो कन्डिसन थियो, कार्बन क्लिन गर्नुभन्दा अगाडि अहिले के चेन्ज पाउनु बताइदिनुहोस् न। मेरो नाम चाहिँ महेन्द्र कार्की, सुन्दरराज 5 बाट आएको म चाहिँ हैन। हजुर, मैले पनि टिकटक मार्फतै हेरेर आएको हजुरकोमा। हजुर। तर जे होस् तपाईको धेरै चेन्ज पाएँ क्या मैले। जस्तो अहिलेको अवस्थामा गाडी जस्तो 4 नम्बरमा तपाईको गियर चेन्ज नगरिकन पिकअप नटुटी कुद्यो नि, मलाई नै अचम्म लागिरहेको छ क्या। हो खै तपाईको जादु हो कि यो गाडी? सबै सुनरी एक्सिलेटर दिने खुट्टा छैन, एक्सिलेटरमा खाली छ। उहाँले चलाइरहनु भएको छ है, क्लच एक्सिलेटर सबै खाली छ, खुट्टा छैन। के महसुस भइरहेछ हजुरलाई, कस्तो फिल भइरहेछ? 20 को स्पिडमा तपाईको 4 नम्बरमा गाडी तपाईको नरोकी कुदिरहेछ क्या। हो। हेलो गाइज, नमस्कार। हामी यो स्कर्पियोको कार्बन क्लिनको काम गरिरहेका छौँ। देख्न सक्नुहुन्छ गाडी स्मुथ छ, साउन्डलेस छ, भाइब्रेसन हटिसकेको छ। यो स्कर्पियो यो हामीले 1 वर्ष अगाडि पूर्ण गरेका थियौँ, अहिले पुनः दोहोऱ्याइएको छ। हाम्रो सरको गाडी धरानदेखि आउनुभएको छ। यो चाहिँ दोहोऱ्याइएको हो सरको गाडी। सर, हाम्रो यो दोस्रो चोटि होइन त कार्बन क्लिन? दोस्रो चोटि हामीले कार्बन क्लिन गरिरहेको छौँ। 1 वर्ष भयो। 1 वर्ष दोस्रो चोटिको काम भइरहेको छ, हेर्न सक्नुहुनेछ। भाइब्रेसन घटिसकेको छ अहिले पहिलाभन्दा, साउन्ड पनि घटिसकेको छ। इन्टरी कार्बन क्लिन सेन्टर खाद्य गोदाम। हामी सरको गाडीको कार्बन क्लिन गरिरहेका छौँ। यो लगभग 1,80,000 रनिङ गाडी हो। महिन्द्रा स्कर्पियो पिकअप गाडीको कार्बन क्लिन गरिरहेको छौँ। हेर्न सक्नुहुन्छ यो गाडीको रनिङ 6 टन्नै 1,85,857 किलोमिटर। हाम्रो डाक्टर साहबको गाडी हो यो। डाक्टर साहब आउनु भएको छ हाम्रोमा कार्बन क्लिन गर्न। डाक्टर साहब, भाइब्रेसन हटेको जस्तो हल्का अलिकति कम भएको छ, पहिलाभन्दा त धेरै घट्यो होइन। साउन्डमा पनि चेन्ज आएको छ, साउन्ड पनि कम छ। अब त यो बुढी जस्तैको साथी पनि हो होइन। हजुर। त्यसले गर्दा अब यो बेला बेलामा जसरी हामी गाडीको सर्भिसिङ गर्नुपर्छ त्यसरी नै यो कार्बन क्लिन पनि